भिडियो बनाउनु भनेर मैले त्यो फलमा तेल लाउन मात्र बाँकी थियो क्या सालालाई इ भन्ने रुँदै थियो बुढो बाधे खान जान्ने होइन है राम्रो शब्द बोलौँ है गुम्बातिर चाहिँ ल केटी हो बुढी कन्डे बस्नुभन्दा एउटा केटा छाड्नु ह्यान्डसम केटा चाहियो भने यतातिर हान्नु हामीलाई मिसकल हान्नु सरकारी जागिर खाने त राम्रो छँदै थियो नि तिनीहरूको त तलब राम्रो थियो गरिब किसानलाई खोइ हेरेको तिनीहरूलाई पनि 1 घन्टा काम गरे बराबर के अरे यति तलब तोक्दिनु दिनमा अहिले दिनमा काम गरेर 300-400 काम गरेको छन् यस्ता मलाई पनि पढाइ लेखा अर्थमा हे भगवान् मलाई यसो 10-5 करोड रुपियाँ दिएर त हेर्नुहोस् मेरो हातमा पर्बु मेरो नियत खराब निस्किन्छ निस्किँदैन त्यति चेक त गर्नुहोस् पर्बु म मान्छे खराब छु छैन त्यति चेक त गरिदिनुहोस् पर्बु जय होस् टोइलेट पनि गुम्बा जस्तै छ त यार के हो के अरे कोरियामा यहाँ टोइलेट नि गुम्बा जस्तै छ राम्रो केटी अर्कैको राम्रो घर अर्कैको राम्रो गाडी अर्कैको हामी चाहिँ हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल स्वागत छ हजुरलाई चाहिँ मेरो नयाँ भिडियोमा एन्ड यदि हजुर चाहिँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु र फेरि पनि नयाँ भिडियो लिएर आएको छु हजुरहरूले हेरेर साथ दिनु होला एन्ड आज दायाहरूसँग घुम्न आएको छु दायाहरू चाहिँ अर्को ठाउँमा छ म चाहिँ यहाँ एक्लै हिँडिरहेको छु मेरो स्टेट हान्दै हालेको यहाँ चोकतिर छ भन्थ्यो दायाहरू यता कताबाट हामीले दाइले पुरा केटाहरू लिएर आएको थियो भिडियो बनाउनु भनेर लाख धोका दियो धोका दियो केटाहरू छ सुन किनाएर लास्टमा बाघो नि लास्टमा हामी 2 जना मात्र रह्यौँ तर पनि केही छैन केटाहरूको भिडियो बनाउनु भनेर मैले त्यो फलमा तेल लाउन मात्र बाँकी थियो क्या त्यति गर्दा पनि तेल लाउनु मात्र तल तेल लाउनु मात्र बनाएन भोलिपर्सि हामी भाइरल भएपछि देख्छौँ अब तपाईँको सुन लिएर आउनु पर्थ्यो देखाउनु पर्थ्यो बुढाहरूले सुन किनेछ अब हामी त गरिब परि हामी त गरिब मान्छे सोझो साझा गरिब मान्छे हामी आइसक्छ गाडी लिएर बसेको गाडी आएन कोरिया जस्तो ठाउँमा यस्तो गाडी आउँदैन आधी घन्टा भइसक्यो हामी पुगेको यहाँ गाडी हेरिरहेछ आउँछ कि भनेर बस पनि आउँदैन यार आज बस कहाँ मरो पुगेका पख्तो त है तपाईँ दुःख मन नगर्नु न तपाईँ बाहिर गएको दिन औकात देखाउनु पर्छ हामीलाई सालालाई इ भन्ने गाडी आइहाल्यो अब गाडीमा चढ्नु पर्छ ल हाम्रो एकजना दाइ पनि भेट्यो बल्ल बल्ल के छ दाइ खबर एकदम ए हाम्रो फेरि उहाँ चाहिँ कोरियाको हिरो दाइ हो हिरो पुरा हिरो यहाँ हामीलाई मात्र थाहा छैन प्रकाश दाइ कुरो के हो हाम्रो हिरो दाइ हो यहाँ नामुतिर टक्क लाएर अब यहाँ गुम्बा जाने भन्ने प्लानिङ भइरहेछ खोला त यता त भन्नु ठुलो होइन सानो सानै हो एउटै हो नि अनि त्यो थुनको पछाडि के भएर भनेन यहाँ टुर्नामेन्ट चलिरहेछ अरे त फुलको कता देखाइरहेको थियो उयो हाम्रो खेल्न आउँदैन हिजै खल्ली हुनु लागेको थियो कहाँ बस्तीमा खल्ली बनाएको थियो बुढाले ए त्यो त के होइन त्यो त उप गर्छ सजेसन पो त त्यो त कहाँ तपाईँले नि रुल्सहरू फलो गरिरहेको छ अनि चिम्सीले आएर मलाई कस्तो अनुभव भयो भनिरहेको थिएन बुढो जन्ने अस्ति कम्पनीबाट गेट आउट बस्ने हेर्नु रुँदै थियो बुढो बाधे खान जान्ने रोइन है रुन चाहिँ बाधे खान होइन बुढो भात त खाएको हो पहिले त भात खान भनिरहेको थियो त्यो त मजाक गर्दैन रुएर बुढो अस्ति यो बुढो कम्पनीमा पुरा खल्ले भएर रुँदै थियो होइन मैले बल्ल बल्ल फकाएर चाहिँ अनि खुवाएर लास्टमा ट्रेनिङ गरियो गोर्खाहरू कसरी चल्दै गयो अब हामी चाहिँ गुम्बा एरियातिर छु अलि यो ठिक छ क्या यो है लामो पनि रहेछ तिमीभन्दा यता चाहिँ अलि राम्रो राम्रो शब्द बोलौँ है गुम्बातिर चाहिँ भित्र पनि जानु पाइँदैन है
यो चाहिँ हामी तपाईँहरू पनि यहाँ घुम्न आउन सक्नुहुन्छ फ्री कस्टली 1 रुपियाँ पनि लाग्दैन लाग्नु लाग्छ 3000 जति लाग्छ गाडी भाडा अहिले मलाई सम्पर्क गरे फेरि गाडी मेरो उहाँको फेरि पुरा बस केटाहरूले सम्पर्क गरे हुँदैन नि केटीहरूले गर्नु पऱ्यो बोल्ने फर गर्ल्स टक्क तिनजना दाजुभाइ लेट्याक्स पारामा आएको छु सुक्को नजिक कपाल सपाल गरेर छेत्रीमा भिडियो बनाउनु पर्यो गाडी आउँछ कि यता यिनीहरू त चाइनिज हो कि जापानिज हो यो अक्षर हाम्रो संस्कृति भनेर जस्तै यिनीहरूको चाइनिज हो क्या जापानिज ल कोरियामा पनि गुम्बा रहेछ किन के हो नि यस्तो चप्पल खोलेर भित्र जान पाइने हुन्थ्यो नि यार ल यहाँ यस्तो रहेछ यहाँ पुरा टुरुङरुङ दारा झर्ने यहाँ माछा पनि पालिरहेछ कि हो रहेछ ल कोरियामा चाहिँ गुम्बा यस्तो हुँदो रहेछ यो चाहिँ कोरियन गुम्बा खोइ नेपालमा गुम्बा आउँदा नि ओममा नेपालमा गाउँथ्यो होला अनि यो सब लामा पढ्ने होला यता लामा चाहिँ हुँदैन के हो नि कोरियामा को हो नि त्यता पारि कता बजिरहेछ त्यता कतै स्पिकर छ क्या तर ठिक चाहिँ ठाउँ ठिकै रहेछ रमाइलो रहेछ कोही नेपालको जस्तै हुन्छ हुँदैन हेरौँ ए यहीँ रहेछ ए अँ ल लामा नेपालको जस्तो सुन्दैन ब्याट्री सर्ट हो के हो यस्तो हो यार फेरि यो केटो होइन त्यसले मारेको मूर्तिमा आफ्नो अनुहार हालिहालेको आफ्नो अनुहार हाल्यो केमा नेपालमा त ओखलडुङ्गामा पनि एउटा त्यस्तै बनाएको छ शिवजीको मूर्ति बनाएको रे अनुहार कस्तो बनाएको छ निकै ठुलो पो बनाएको जस्तो लाग्छ त्यही हो क्या त्यही एकदमै टाढै एउटा हुने खोइ भिडियो बनाउँ न यहीँ बनाउने कता बनाउने कि भित्र जाने हो केटी हो त्यो बनाउँछ अनि त्यस्तो केटीको बारेमा नि गुम्बामा आएर भनेर भन्छ पुरा हुन्छ भने पुरा त के भिडियो बनाउने हानियो अनि बुढाहरूको गफ पनि डह्रो सुन्यो अब यता फेरि कतातिर जाने कुरा भइरहेछ अनि गुम्बा यही हो अब फोटोसोटो पनि खिचेन सुरु गर्नु भयो आएको छ होइन ए मस्त ल केटी हो बुढी कन्ने बस्नुभन्दा एउटा केटा बिर्सित यार रोज्नु फेरि त मोबाइल हेर्नु न के हुन्न काटेर बनाइहाल्छ खोइ आज त नि भिडियो बनाइन त नि त्यही त खोइ बनिएन नि त के क्यामेराम्यान आफू हान्ने भिडियो बनिएन भनेर अर्को होइन प्रकाश दाइको कन्टेन्ट टिच्ने ल अलि नजिकबाट खिच न टाढो हामी दुइटा ल ल केटी हो बुढी कन्डे बस्नुभन्दा एउटा केटा छान्नु ह्यान्डसम केटा चाहियो भने यतातिर हान्नु हामीलाई मिसले हान्नु भयो ल अब अरू छैन अरू बोल्नु पनि भएन मन परेको केटा जेठाजु पर भन्दाखेरि गाह्रो छ त अरू मैले त्यो भिडियोहरू कहाँ के राखेको छैन त्यो भोइस यार म यहाँ बस्छु म एकछिन को त्यसको बनाइदियो है तिमीलाई पछि एडिट गरेर म यो पठाउँछु ए त्यो ऊ पनि रिले गर्नु न यो पनि के ये तुम्हारा गर्लफ्रेंड नहीं है भने हैन
अनि तपाईँले डायलग बोल्ने होइन नहीं यार गर्छ ल तिम्रो गर्लफ्रेन्ड नै है नहीं यार त्यसपछि के गर्ने थु हेरी जिन्दगी के केटीले भन्यो कि हामी अनि त्यसपछि तपाईँको यस्तो यस्तो रियाक्सन त हुनु पऱ्यो नि लास्टसम्म हो यस्तो गर्नु पऱ्यो नि त नि हो ल यहाँ ल्याउनु ल थु यसै जिन्दगी अलिक फेरि गर्ने फेरि भएन एकछिन नि हाँस्नु भएन होइन हाँसमा थु यसै जिन्दगी ल भयो यस्तो वाला त मेरो पनि थियो यार कता तपाईँलाई के कुरा चित्त बुझा छैन के छ भन्नु भन्छु अनि तपाईँलाई त्यही तपाईँ स्टार यस्ता पनि यस्ता अर्थमन्त्री पनि पढे लेखे एकछिन भन न त तपाईँलाई ल नेपालको राजनीतिको बारेमा केही चित्त नबुझेको कुरा भनिदिनुहोस् त नेपालको अहिलेको अर्थमन्त्री पनि पढे लेखा अर्थमन्त्रीले सरकारी जागिर खाने त राम्रो छँदै थियो नि तिनीहरूको त तलब राम्रो थियो गरिब किसानलाई खोइ हेरेको तिनीहरूलाई पनि 1 घन्टा काम गरे बराबर के अरे यति तलब तोकिदिनु दिनमा अहिले दिनमा काम गरेर 300-400 काम गरेको छन् यस्ता मुला पनि पढा लेखा अर्थमन्त्री छाङसँग बोझौँ है सिधै गाडीमा ए त्यहाँ हो साँच्चै त्यहाँ बस्ने ठाउँ पनि ठिक छ नि आफ्नै नजिकै मात्रै ल सफा पानीमा छ के बुद्धलाई नमस्कार गर्नु होला ओ घन्टी बजाउन जाउँ न ए घन्टी होइन एउटा भिडियो पाएँ चापचुप घन्टी छ एउटा भिडियो पाएँ चुपचाप के गर्नुपर्ने हे भगवान् मेरो हातमा म यस्तो भगवान् हे भगवान् मेरो हातमा 10-5 करोड दिएर त हेर्नुहोस् मेरो यो नियत खराब हुन्छ कि हुँदैन पैसा देख्ने बित्तिकै त्यति चेक त गर्नुहोस् प्रभु न म जल्लै आदमी निस्किन्छु कि लोटो पऱ्यो नि त 6 नम्बर मिलो 20,000 मात्रै पर्यो हो र 10,000 त्यति भने नि परेन चल्ने अब यहाँ घन्टी रहेछ घन्टी बजाउनु पर्ने यो घन्टी बजाउनु मिल्दैन घन्टी नै छैन नि यो घन्टी नै त हो यताबाट खिच यति यो पनि हाल्ने ए ल यहीँदेखि पख एकछिन यहाँ अलिकति यसो यहाँ अगाडि ल नमस्ते गर्नु पऱ्यो ल अनि त्यो घन्टी देख्नु पऱ्यो त्यो अनि सुरुमा नमस्ते चाहिँ गर्नु नि त नि हे भगवान् मलाई यसो 10-5 करोड रुपियाँ दिएर त हेर्नुहोस् मेरो हातमा प्रभु मेरो नियत खराब निस्किँदैन त्यति चेक त गर्नुहोस् प्रभु न म मान्छे खराब छु छैन त्यति चेक त गरिदिनुहोस् प्रभु जय होस् भयो ल ठिक छ अरू के तेरो के छ तेरो के छ भने मेरो इच्छा तपाईँको इच्छा पुरा भइदियो भने चाहिँ 5-6 करोड पाइदियो भने आज दाइ मलाई यो विकल्प दिइहाल्दिनँ ल टक्कर घन्टी सन्टी पनि हेऱ्यो यो भित्र चाहिँ हेर्नु पाए नि हुन्थ्यो क्या भित्र जाने हो त किन नजाने टाइम धेरै भइसक्यो टाइम भन्दा नि मिल्छ मिल्दैन भन्ने कुरो चाहिँ इम्पोर्टेन्ट नभए यता हेरौँ नि त बाहिर जुत्ता खोलेर जुत्ता खोल्नु यो बाहिर त हेरौँ न आएको बेलामा है आएको बेलामा छातातिर यो नि आइराख्नु त्यो पनि सही हुन चाहिँ जुत्ता खोलेर जानुपर्छ यस्तो फोहोर चाहिँ भित्र चाहिँ हो क्या बाहिर बाहिर साइडमा घुम्नु त पर्दैन क्या दाइ भित्र चाहिँ जानु मिल्दैन होला क्या नभए ए हो रहेछ ल भगवान् यो गौतम बुद्धको तस्बिर यो तस्बिर देख्ने बित्तिकै किन शिर निहुरिहाल्छ के हो यो यति उठेर छ होइन माथिबाट पानी चुहेर तक्केर चाहिँ सिसी क्यामेरा रहेछ यार बा फोटो सोटो तर यहाँ केही साजिन खुम्जी के त भन्ने छैन नि भित्र चाहिँ जानु नपाउने होला अब यहाँ घुम्दैछौँ हामी टक्कलाएर भित्र जानु नपाउने हो क्या टक्कलाएर यहाँ तपाईँले धर्मतिर लाग्ने मन छ भने चाहिँ यहाँ आएर चाहिँ ट्याक्क लाएर ओमाई गोटलक गर्न सक्नुहुन्छ घुम्न आउन सक्नुहुन्छ टक्कलाएर यहाँ कति नै लाग्दैन ए अस्ति होइन त्यो सुई रोप्यो भने होइन भगवान् कोरियनको बुद्ध धर्मको भगवान् यो मान्छे टन्न आउँदो रहेछ धेरै त्यहाँ छ त सुनिप खुम्जी फाम याल थुसी इहो हेर्नु मोनु थाप सुन्निदा सफा गर्ने मान्छेहरू चाहिँ अघि देखिरहेको थियो अब जाउँ त यस्तै रहेछ टोइलेट पनि गुम्बा जस्तै छ त यार के हो के अरे कोरियामा यहाँ टोइलेट नि गुम्बा जस्तै छ नेपालतिर भए घनाएर ल हामीले सँगसँगै बोको टक्क लाएर यतातिर आयो भिडियो बनाउनकै लागि भए पनि के कसो प्रकाश दाई
यहाँ चाहिँ पुरा यहाँ चन्द्रमा मान्छे उयो माछा मार्ने पान्जासहरू अस्ति हामी उही त्यहाँ पर गएको त्यही हो हामीले अस्ति के अरे अब भन्थ्यो त्यो के खानु नजानेको भन्थ्यो नि त्यहाँ त्यही हो ऊ पर त्यो देखिरहेछ अनि रमाइलो भइरहेछ साँझतिर गर्मी पनि छैन घाम पनि लागेको छैन शीतल शीतल चाहिँ भइरहेछ अब पुरा पार्टी चल्छ हाम्रो ले त भिडियो बनाउँ न अघिको ना बाबा ना भन्ने राम्री केटी अर्कैको राम्रो घर अर्कैको राम्रो गाडी अर्कैको हामी चाहिँ अनि उनीहरूको त्यही उही फलमा तेल लाउने मात्र चल्छ हो कि नै राम पनि अर्काको काम हो हाम्रो चाहिँ त्यो जहाँ दुःख छ जहाँ अप्ठ्यारो छ छुट्टी दिँदैन गर्दिनँ म सक्दिनँ भने के भन्छ के छ त नि हाम्रो त जिन्दगी त थुक्क लिएर आएको है कुकुरको जिन्दगी ल निरन्तरता भइरहेछ अब भिडियो यहाँसम्मलाई मजासँग रमाइलो भइहाल्यो अब अन्तिम इच्छा खानुहोस् रमाउनुहोस् चाहना इच्छा के छ ल भन्नुहोस् दाइ तपाईँ हाम्रो दाइ त ह्यान्डसम मान्छे हो चाहना केही छैन एउटा लोटो पर्दै हुन्थ्यो फर्स्ट पर आइ ओए सबैको चाहना त्यस्तै छ यार। छिट्टै धनी हुन त हुन्थ्यो बोल्नुहोस् खानुहोस् रमाउनुहोस् एक वर्ष भयो एक हप्तापछि फेरि हामी आउने अब यस्तै हो कुराकानी यस्तै हो सबैले लाइक सब्सक्राइब गर्नु होला त्यहाँ नबिर्सिनु होला हामी बाहिर लुने मान्छेहरूको हो त्यस्तै हो कुराकानी अब अर्को हप्ताको लागि सम्मको लागि बाई बाई छ सी यू नेक्स्ट टाइम बाई बाई